गोली हान्ने नेपाल प्रहरीका ती कर्मचारी र आदेश दिने गृहमन्त्रीले राजीनामा तत्काल दिनुपर्छ। आज बाटोमा हिँड्दै गरेको मान्छेलाई मार्न पाउने अधिकार छ? यो दिन आन्दोलनमा मिडियाको प्रोपागान्डा भयो। कसैले हाल्यो आज भिडियो, बिन महर्जनलाई टाउको पछाडि हिँड्दै गर्दा आन्दोलन सकिसके पछाडि बाटोमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मारेको भिडियो खै त लाइभ आएको? रोडको साइडमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मार्ने, हत्या गर्ने अनि अहिले ठुलो प्रोपागान्डा गर्ने। आज 6 महिनादेखि 7 महिनादेखि 1 वर्षदेखि तलब दिन नसकेर आज श्रमजीवी पत्रकारको श्रमको शोषण गरेर तपाईँ ती पत्रकारका मालिकहरूले ठुल्ठुला घर र बिल्डिङ चढेर 4 देखि 5 करोड गाडी चढेर हिँड्नु भएको छ। पहिला आफ्ना श्रमजीवी पत्रकारलाई जोगेर्ना गर्नुहोस्। यो व्यवस्था जोगाउने कि नजोगाउने जिम्मा हामीलाई छोड्नुहोस्। त्यो भए हुनाले अहिले माओवादीका सांसदले भन्नुभयो र अहिले पनि एकछिन सुन्नुहोस्। पहिला पनि मैले के भने स्पष्ट म के भन्न चाहन्छु भने त्यो दिन आन्दोलनमा मिडियाको प्रोपागान्डा भयो। कसैले हाल्यो आज भिडियो, सबै मिडियालाई मैले भनेको होइन, केही साथीहरूलाई भन्न चाहन्छु, सबिन महर्जनलाई टाउको पछाडि हिँड्दै गर्दा आन्दोलन सकिसके पछाडि बाटोमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मारेको भिडियो खै त लाइभ आएको? कहाँ छ मिडिया? कुन ठाउँमा छ? 2-4 जना मिडियाहरू होला जसले आज आरोप लगाइरहेछन्। त्यो भए हुनाले अहिले पनि भन्न चाहन्छु, यो व्यवस्था जोगाउने कि यो व्यवस्था फाल्ने अधिकार राजनीति दललाई, यो पत्रकारलाई होइन। त्यसको पहरेदार गर्नुपर्ने तपाईँलाई कुनै आवश्यकता छैन। हो छानबिन खै त अहिलेको संसदीय छानबिन समिति बनाउने हो कि न्यायिक समिति बनाउने हो कि कस्तो खालको समिति बन्छ? हो मजाले अहिले मानवाधिकार आयोगलाई, मजाले नागरिक समाज र मानवाधिकार आयोगलाई छानबिन गर्न दिउँ। यो केसमा छानबिन गरौँ, दोषी को हुन्, निर्दोष को हुन्, त्यसको स्पष्ट सरकारले खाका बाहिर ल्याओस्, छानबिन गरोस्। म आज पनि भन्छु, दोषीमाथि चाहिँ उन्मुक्ति पाउनु हुँदैन, चाहे त्यो राजनीतिक दलबाट होस्, चाहे त्यो कुनै व्यक्ति होस्, चाहे त्यो सरकारले प्रयोग गरेका भिजिलान्तेहरू हुन्, चाहे नेपाल त्यो गोली हान्ने नेपाल प्रहरीका ती कर्मचारी र आदेश दिने गृहमन्त्रीले राजीनामा तत्काल दिनुपर्छ। आज बाटोमा हिँड्दै गरेको मान्छेलाई मार्न पाउने अधिकार छ? के प्रहरीमाथि ढुङ्गा हानेको भिडियो छ त्यहाँ? कि त त्यो भिडियो फेक हो भन्नु पर्यो? आधार छ? बाटोमा उभिएको मान्छेलाई, रोडको साइडमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मार्ने, हत्या गर्ने अनि अहिले ठुलो प्रोपागान्डा गर्ने, यो मिल्दैन। हस्, धन्यवाद। माओवादीको सांसदले अभिलेखन गर्नु भएको छ, के भन्नुभयो? यो संसदमा उभिएर राजाको नाम लिनेहरूलाई, राजाको नाम भजाउनेहरूलाई, यो गणतान्त्रिक व्यवस्थाको संसद हो, ती पात्रहरूलाई मार्शल लगाएर बाहिर निकाल्नुपर्छ, घोगरे ठाक लगाएर। बस्ने अधिकार छैन। ठिकै छ, निकाल्नुहोस्। तपाईँले जिताइदियो हामीलाई, तपाईँलाई नै मार्शल लगाउने भन्ने न, निकाल्नुहोस् न त।